हेलो गुड मर्निङ। म चाहिँ आज उयो बनाउने के अरे कटन निम्की बनाउने त्यो भएर चाहिँ यहाँनिर मुस्दैछु म चाहिँ। मैले चाहिँ यसमा हल्का नुन हालेँ, त्यहाँदेखि तिल हालेँ, त्यहाँदेखि कम्ती चिनी हालेँ, त्यहाँदेखि बेकिङ पाउडर, म चाहिँ मुस्छु यसलाई। त्यहाँदेखि यसलाई म 5 राखिराख्छु। मैले चाहिँ अघि रेडी बनाइरहेको थिएँ, प्लास्टिक एकदम सफा छ। अब यसमा हालेर 5 राख्छु। यो चाहिँ मेरो स्टाइल हो। अब तपाईहरुले चाहिँ कसरी पकाउनुहुन्छ म देखाउँछु है। अब एकछिन 5 राख्छु हो। यसलाई चाहिँ मैले छोपिले। अब यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ यो चाहिँ मेरो चुन्नु मुन्नुको लागि हो। माथि तपाईहरुलाई देखाउँछु ल। चुन्नु मुन्नु भनेको चाहिँ मेरो र्याबिटको लागि हो। सुक्खा एकदम यस्तो मजाले खान्छ। हेर्नु नि चुन्नु मुन्नु अत्तालेको हेर्नु नि यहाँ। ल यहाँ आऊ चुन्नु मुन्नु, ल जाऊ छिटो खानु। यहाँ हेर्नु नि हौ सुत्ने जग्गा के गर्छ। तर मेरो चुन्नु मुन्नुको बानी चाहिँ यति राम्रो छ कि यो सुत्ने जग्गा चाहिँ यो सुत्ने जग्गामा चाहिँ एउटा टोइलेट पनि गर्दैन, पिसाब पनि गर्दैन है। कस्तो राम्रो छ उ। यसरी खान्छ अन्त मेरो चुन्नु मुन्नुले। आमा मिठो रहेछ। यहाँ खाँदैन उ पर ड्राई पनि बनाएर खै हौ। यहाँ ड्राई पनि राखिदिएको छु हो। यतापट्टि चाहिँ ड्राई सुक्खा, यतापट्टि चाहिँ हरियो र पनि खाँदैन। हेर्नु नि यहाँ यस्तो छ, यस्तोहरू खान्छ। लु पढाइ फेसिलिटी ज्यादा। ल अब तपाईहरुलाई भरे म मेरो कटन निम्की बनाएको देखाउँछु। मैले चाहिँ बेलिसके। अब यसलाई काट्छु। काटी पनि सके। यहाँ एउटा डोको चाहिँ काटिसके यसरी। किनभने यो टालिनु चाहिँ हुँदैन, यसरी अलग अलग हुनुपर्छ। अलग अलग टाल्यो भने चाहिँ भरे प्रब्लम हुन्छ पकाउँदा। खालको डिजाइनको पनि बनाएको चाहिँ। यो फाल्टो डिजाइन पाक्दैछ मेरो निम्की। अब तपाईहरुलाई चाहिँ भरे पकाइसकेर देखाउँछु। चाहिँ पकाइसके मेरो निम्की। यस्तो भयो यी छेउबाट, टाढोबाट देखाउँछु ल। यस्तो भयो हो। अन्त एउटा चाहिँ अझै बनाउँदैछु, त्यो चाहिँ सब सरप्राइज छ। अहिले छिनमा देखाउँछु म तपाईहरुलाई। सरप्राइज इज ओभर। मैले चाहिँ अलिकति यहाँनिर उब्रेको थिएँ आटा त्यसको चाहिँ हनीकम बनाइदिएको। अहिले भरे सकेर देखाउँछु तपाईहरुलाई कस्तो भयो। यहाँ कराई पनि चेन्ज गर्दै हो। त्यो चाहिँ साह्रै बेसी कालै भयो नि त तेल, त्यो भएर यस्तो भयो मेरो चाहिँ। अब भरे तपाईहरुलाई सबै सकेर फाइनल देखाउँछु। हेर्नु यहाँ पसिनै पसिना हो। अब मैले चाहिँ फाइनली सबै पकाइसके। अब तपाईहरुलाई म देखाउँछु। सके मैले चाहिँ यो चाहिँ फर्स्टमा बिग्रेको हो। यो चाहिँ पकाइसकेको। यहाँ मुनि छ सबै निम्की चाहिँ। यो चाहिँ हनीकम।
यो चाहिँ लास्टमा मैले यस्तो बनाइदिएको एन्डिङमा यस्तो छ अब यहाँ ग्यासको हालतहरु यस्तो छ हो अब यो सबै सफा गरेर चाहिँ म पनि एकछिन रेस्ट गर्छु त्यो तपाईहरुलाई के कस्तो लाग्यो मेरो हनीकम बनाएको कमेन्ट गरिदिनुहोस् यति भन्नु चाहन्छु कमेन्ट मात्रै हैन सब्स्क्राइब पनि गरिदिनुहोस् अनि शेयर पनि गरिदिनुहोस् यति नै भन्दै आज यहाँ थाकेर हत्तु भए म बाइ बाइ फेरि भेटौं नेक्स्ट भिडियोमा